आज माघ 1 गते रिडी मेलामा के थियो हेरौँ है त। गङ्गाजीमा चाहिँ सबै धर्मावलम्बीहरूले स्नान गर्दै हुनुहुन्थ्यो। पुलमा भने भिड भएर मान्छेहरूले खुट्टा राख्ने ठाउँ नै थिएन। यता भने चोयाले बुनेका आइटम्सहरू जस्तै सुपो तथा काठको ठेकी, ज्वेलरी आइटम सँगसँगै टिकोहरू पनि थियो। केटाकेटीलाई खेलाउना र विभिन्न भगवानका मूर्तिहरू पनि बनाइएको रहेछ। यता भने पान पसल तथा तितौरा जस्ता आइटम्सहरू राख्नु भएको रहेछ। पछि चाहिँ कपडा सेक्सन थियो जहाँ विभिन्न कपडाहरू साथसाथै गलैँचाहरू बेच्न राख्नु भएको थियो। यता चाहिँ जुत्ता र मोजामा सेल लागेको रहेछ। यता चाहिँ फलामका हँसिया, कोदाला तथा किचमका आइटम्सहरू थिए। यहाँ भने नास्ता गर्नको लागि विभिन्न स्टल्सहरू पनि राखिएको रहेछ। कतै बेडसिट तथा ब्यागहरू बेचिराख्नु भएको थियो भने कतै चाहिँ मकै पोल्दै हुनुहुन्थ्यो। यहाँ भने कृषि प्रदर्शनी चलिरहेको रहेछ। यहाँ चाहिँ घुम्न आएका मान्छेहरूले बोटिङको मजा लिँदै हुनुहुन्थ्यो। रमाइलो गर्नको लागि ट्राम्पोलिन तथा चर्केपिङहरू पनि थिए। यहाँ मजुरको प्वाख बेचिराख्नु भएको थियो भने कोही चाहिँ लक्की गेम खेल्दै हुनुहुन्थ्यो। यता तरकारी किनबेच चलिरहेको थियो र स्टेजमा चाहिँ नाचगान चलिरहेको थियो।